चेक गरौँ है त कस्तो कम्बिनेसन मिलेको छ है। हामीले बनाएको खाना जहाँसुकै पनि प्रतिस्पर्धा गर्न सक्छौँ क्या। हामीसँग यो कन्फिडेन्स छ क्या। जहिले पनि हामी जब बिहान किचनमा जसरी पस्छौँ नि हाम्रो क्लोजिङ त्यसरी नै हुन्छ क्या। स्मार्ट क्लोजिङ, स्मार्ट ओपनिङ। कस्तो छ? ठिक छ। कति कस्टमरले चाहिँ हेरेर माछालाई स्नापर फिसलाई चाहिँ आफ्नै घरमा बनाएर कसरी खाइन्छ भन्ने खालको उहाँले यो भिडियो सबै हेर्नुभयो भने पुरा उहाँहरूलाई पनि जानकारी हुन्छ कसरी बनाइने रहेछ। या अझ तपाईँहरूले उहाँहरू हामीबाट नै आएर चाहिँ सिकेर जान पनि सिकाउन पनि हामी तयार छौँ। आगो बलिरहेको हुन्छ, पाक्दैछ खाँदैछ, पाक्दैछ खाँदैछ, बहुत इन्जोय गर्न मिल्छ यो चाहिँ। ल नमस्कार भाइहरू, आज हामीले स्टिम फिस विथ लेमन सस के बनाउँछौँ? स्टिम फिस विथ लेमन सस भनेको चाहिँ एकदम हेल्दी माछा हो। थाइल्यान्डको थाई फुड हो, यो थाई स्टाइलको माछा हो। यसलाई चाहिँ थाईमा के भन्छ नि प्लानुङ मनाओ भन्छ। के भन्छ? प्लानुङ मनाओ। प्लानुङ मनाओ बनाउँदैछौँ आज। प्ला भनेको चाहिँ माछा है, होइन? प्लानुङ मनाओ बनाउँदैछौँ आज। तपाईँले सबैजनाको हात बसिसक्यो, तर यहाँ सजिलोको लागि तपाईँ एकजनाले चाहिँ यो काम सुई तपाईँले यो स्टिम फिसलाई चाहिँ तपाईँको बनाउन तपाईँले तयार गर्नुहोस्। पहिले तपाईँबाट सुरु होस्। ल यो फिस ल है त, त्यहाँ त छाड्नु त। ल ल हो एकदम 2 3 ओके 4 ओके हो अर्को हो त्यसरी। गुड, जानिसकेको छ है, एकदम राम्रो। हात पनि बसेको छ तिम्रो है त। गुड है, यतिको यस्तो राम्रो सेप पनि ल गुड है। खै त ल हो गुड ल ठिक छ, एकदम राम्रो छ, फ्रेस छ माछा। तर यो फिस फेरि कोही मान्छेले रहु भन्छन्, यो त स्नाफरी फिस हो। टाउको हेर्नुहोस्, सी फिस हो यो। समुद्रमा चाहिँ तपाईँको यसरी समुद्रमा चाहिँ तल र माथि जानुपर्छ नि त, त्यस कारणले सानो स्वाट तल जाँदाखेरि यसरी आउनको लागि त्यो सानो एकदम सानो टाउको। सी फिसको चाहिँ जहिले पनि सी फिसको टाउको सानो हुन्छ, होइन? त्यस कारणले यो फेरि कसैले चाहिँ हो रहु पो बनाउँदो रहेछन् भन्ने खालको होला। यो त फ्रम थाइल्यान्डबाट ल्याएको माछा हो, फ्रम थाइल्यान्ड, होइन? एकदम हामीले चाहिँ तपाईँको यसको हरेक चिजहरू हामीले टेम्परेचरदेखि लिएर सबै तपाईँको चाहिँ यो मेन्टेन गरेर हामीले चाहिँ तपाईँको ल्याएका हुन्छौँ। ल अब अगाडि बढौँ नि त, अगाडि बढौँ। भाइको नाम क्या अरे? लक्ष्मण रायमाझी। लक्ष्मण रायमाझी। ल लक्ष्मण रायमाझी, ल यहाँबाट सुरु गरौँ होला। पहिले त्यो नै ल्याउनुहुन्छ तपाईँ। पहिले यसलाई सुरु गर्नु होला तपाईँले काम गर्दा जहिले पनि फिस तयार गर्ने। यहाँ छ, यहाँ यो तपाईँको त यो मिजा यो गरेर तपाईँहरूले गरेको मिजा होइन त यो। तपाईँ उतै जानुहोस्, भन्नुहोस्। अब म तपाईँहरूलाई हेर्नुहोस् ल हेर्नुहोस् है। यो चाइनिज क्याबेज, यसलाई चाहिँ क्याट खाओ भन्छ है। यहाँ लेमन छ, यो चाहिँ यहाँ गार्लिक छ, लेमन छ, लेमन जुस भयो यो, होइन? यो सेलेरी भयो, यो चाहिँ यो थाई जिन्जर हो क्या। यो चाहिँ थाई जिन्जर हो। यस्तो चाहिँ फ्लेभरको लागि राख्छौँ हामी। अनि यो चाहिँ यो यही चाइनिज क्याबेजलाई चाहिँ रेडी गरेर राखेको हो। यो चाहिँ लेमन ग्रास भयो, चप चिल्ली भयो क्या, चप चिल्ली भयो। अनि फिस सस हुन्थ्यो, फिस सस हो। अब यो चाहिँ यसले गर्दाखेरि उहाँले सुरुमा चाहिँ तपाईँले क्याटखाबाट सुरु गर्नुहुन्छ। ल त तपाईँले हाल्नु त, तपाईँलाई अप्ठ्यारो भयो भने त्यहाँ घुमाउनुहोस्। फिस ससलाई यता राख्नुहोस्, हो त्यसरी राख्नुहोस्। त्यसलाई कसरी हुन्छ त्यहाँ मिलेन तपाईँलाई राख्नलाई। तपाईँ उतापट्टि जानुहोस्, तपाईँ उतापट्टि गएर बनाउनुहोस्, त्यहाँ गएर बनाउनुहोस् तपाईँले। पहिलो कुरो प्लाटर यहाँ ल्याउनुहोस्, त्यहीँ ल्याउनुहोस् प्लाटर तपाईँले। हो त्यहाँ राख्नुहोस् प्लाटर, हो त्यहाँ यसरी राख्नुहोस्, यस्तै राख्नु न। हो त्यसरी जहिले पनि कम्फर्टेबल गर्ने क्या काम गर्दाखेरि। हो पहिले क्याबेज राख्नुहोस्, हो त्यसरी। गेट ल हो त्यसरी बिस्तारो है, बिस्तारो मिलाएर राख्ने। जहिले पनि यो बाहिर निक्ल्यो त्यो काम गर्दा फिनिसिङ हुनुपर्छ क्या। जे चिजको पनि फिनिसिङ भयो भने मात्रै राम्रो देखिन्छ है। ल थाई जिन्जर उहाँले थोरै हाल्नुभयो, उहाँले तपाईँको लेमन ग्रास हाल्नुभयो है, उहाँले हाल्नुभयो चप चिल्ली हाल्नुभयो उहाँले,
है। अब तपाईँले उहाँले तपाईँको चाहिँ फिस्सा साल्नुभयो उहाँले सर्र लाएर फिस्सा साल्नुभयो उहाँले फिस्सा साल्नु। अब लेमन जुस राख्नुहोस्, लेमन जुस सर्र सर्र तिनी बढी राख्नुहोस्, तपाईँको निकै चाहिन्छ त्यो त आधा जति नै चाहिन्छ त्यहाँ है। 4 भयो, 3 4 भयो, 5 6 ल 7 ल। फिस सस तपाईँको अलि पुगेन, फिस सस थप्नुहोस् फेरि, तपाईँले फिस सस पुगेको छैन। 20 ml चाहिन्छ प्लान बनाउनलाई है। गुड। अब स्यालेरी राख्नुहोस्, ठिक्कर धेरै नराख्नुहोस्, माछा सबै पुरियो भने पनि राम्रो हुँदैन है। यो अलिकति ठेल्नुहोस्, प्लाटर समाउनु त हो यति है त ल। अब स्टिममा होइन अब तपाईँको अब के हाल्नुहुन्छ, स्विटको लागि थोरै सखर थोरै कोरेर है, किनभने अरूले चिनी हाल्छ थाइफुडहरूमा अलिअलि गुलियो हुन्छ थोरै। त हामीले चाहिँ अब हामी चाहिँ थोरै सखर राख्छौँ कि अलिअलि सखर राख्यो भने त्यो चाहिँ थोरै यसको चाहिँ स्विट एन्ड सार ल ओके गुड। हामी चिनी हाल्दैनौँ खानामा कहिले पनि है। अब हामीले के भयो, अब तपाईँको लसुन, तपाईँको यो लसुन हाल्नु त, अब यहाँ लसुन हाल्नु त हो, त्यो लसुन हाल्नुहोस्, लेमन हाल्नुहोस्, यो बोलै लानुहोस् तपाईँले है। सबै 3 ठाउँ 4 ठाउँ राख्नु पर्थ्यो, मिलेन हो त्यो हो। मिलाएर ठक्क मिलाएर राख्नु न, फिनिसिङ है। त्यो त तपाईँले एक गरेर राख्ने हो त, तपाईँले त्यसरी राख्ने होइन, यो त तपाईँको लाइनमा राख्नुपर्छ। ब्युटी पनि चाहिन्छ नि त, फुडहरू भनेको त आँखाले खानाका लागि त मिलाएर राख्नु पऱ्यो नि त बाबु है। यो चाहिँ कहिले नबिर्सिनु नि फेरि। फुडको प्रेजेन्ट टक्क आँखाले खाँदा राम्रो चट्टौते बनाउनुपर्छ है त। त्यो धेरै होइन, यो पनि यो अब एउटा राखेर सिद्ध्याउने हो क्या तपाईँले, यसलाई यति धेरैमा नल्याउनु न। जहिले पनि है तपाईँहरू सबैले हेरिराख्नु भएको छ नि, हेरिराख्नु भएको छ है। प्लानुङ बनाओ बन्दैछ होइन, करिब रेडी भइसक्यो। अब यो स्टिमरमा जान्छ है त। ल स्टिमरमा जाओस् त, यो स्टिमरमा हालिदिनुहोस्, सर्र गर सट्ट स्टिमरमा राखेपछि अब 15 मिनट पछि आगो फायर कन्ट्रोल यति ठुलो बाल्ने होइन त्यो। जब कि डेक्चीभन्दा बाहिर आगो गएपछि त्यो त वेस्टेज भयो, अझै घटाउने। जहिले पनि तपाईँहरूलाई मैले इन्डस्ट्री बचाउने भन्छु क्या। तपाईँहरूले जब कुनै ठाउँ बचाउनुहुन्छ अनि तपाईँहरूको खोजी हुन्छ क्या, बुझ्नुभयो नि। त्यसले गर्दा जहिले पनि हामीले आगो र पानी नै हो कन्ट्रोल गर्ने। अनि त्यहाँ पछाडि आफ्नो हात फिनिसिङ गराउने, कसरी राख्न सक्छौँ, कसरी हाल्न सक्छौँ, कसरी मिलाउन सक्छौँ। अनि खाना धेरै सिरियसली, धेरै खाना भनेको हेर, खाना बनाउनु त्यति खेलाँची रहेछ त। 6 महिना लाग्यो आज तपाईँहरू हामी 1 सरो खाना निकाल्नु हो कि होइन? सिरियस हो? यता हेरेर भन हो कि होइन? 6 महिना लाग्यो। अझै पनि सिकाएर यो हाल तपाईँहरू 6 महिना त पर्फेक्ट हुनु न यार, ढ्याक हुनुपर्छ क्या। अब है एकदम तपाईँहरूले जानेको छैन, अझै म तपाईँहरूलाई 1 हप्ता टाइम दिन्छु। यहाँ तपाईँहरूले चार्ज कुनै पनि तिर्नु पर्दैन है। 1 हप्ता अझै 1 महिना गर्नुहुन्छ नि, तर तपाईँहरू पर्फेक्ट भएर निक्लिनुहोस् कि भोलि गएर चाहिँ हाम्रो रोयल थाई हस्पिटालिटीको नि नाम, सेफ गणेश ढकालको नाम, सेफ श्याम सरको नि नाम राख्ने गरी तपाईँहरूले चाहिँ तपाईँहरूले काम गर्नुपर्ने हुन्छ क्या। त्यसले गर्दाखेरि एकदम सिरियस है। हामीले लाग्ला तपाईँहरू त एकजनाले एउटा इन्डस्ट्री चलाउने हो नि त, एकजनाले एउटा होटल चलाउने हो, एकजनाले चाहिँ एउटा किचन ह्यान्डल गर्ने हो, सिनियर बन्नेपछि त एकजनाले अरूलाई चलाउने हो नि त, होइन? एकजनाले अरूलाई चलाउने हो। अनि हामी खतरा हुनुपर्छ, राम्रो पर्फेक्ट हुनुपर्छ क्या, स्ट्रेन्थ हुनुपर्छ। हामी कहिले पनि तपाईँको आगो र पानीमा खेल्ने मान्छे जस्तो बिहान जोसिएर पसेको बेलुकाको अन्तिम किचन क्लोज गर्दा पनि त्यस्तै जोसमा बाहिर निक्लिनुपर्छ क्या। हामीले जहिले पनि हामी जोसी एनर्जेटिक देखिनुपर्छ क्या मान्छेले हेर्दाखेरि। ठक्कला यसले बनाएको त मान्छे यस्तो छ, यसले बनाएको उहाँले बनाएको खाना राम्रो हुन्छ होला, मिठो हुन्छ होला भन्ने खालको मान्छेको पर्सनल हेल्थ पनि हेर्छ नि मान्छेले, होइन? त्यसले गर्दाखेरि
कतिको चाहिँ पर्सनल हाइजिन छ त उसमा भन्ने कुरा नि हेर्छ। स्मार्ट हुने, दारी काट्ने, चट्ट नङचङ काट्ने, चट्ट यो गर्ने क्या त्यसरी है। तपाईँहरूले भोलिको क्लासमा, फाइनल क्लासमा तपाईँहरू यति चिटिक्क बनाउनुपर्छ, जहाँ भेट्दा पनि तपाईँहरू त्यस्तै सफा देख्नुपर्छ मैले है त। यति चाहिँ भनौँ सेफ ढाकालले तपाईँहरूलाई, यो चाहिँ है त, जहाँ भेट्दा पनि तपाईँहरूलाई फ्रेस देख्नु पाऊँ है। ल अब केही मिनटमा हाम्रो यो माछा चाहिँ तपाईँको निक्लिन्छ है त। 15 मिनट पछाडि हाम्रो फिस तयार हुन्छ। अनि हामी फिस तयार भएपछि हामी कस्टमरलाई पनि खाना सिकाउँछौँ क्या है, हामी कसरी बन्छ भन्ने कुरा है त। यहाँ ल्याएर है, पहिला सुप यसमा बनाउनुपर्छ। सुप त्यहाँ राख। सुप यसमा अब यहाँ निकालेर यहाँ राख भाउ। ल अब त्यो लेमन जुस यहाँ राख्नु त, लेमन जुस होइन त। सबैजनाले हेर्नु है यहाँ प्लिज साथीहरू, थोरै लेमन धेर परेन त्यहाँ, उहाँ हालेको छ नि त थोरै। सबैजना साथीहरू खोइ अलि चाहिन्छ यहाँ, पाउँ। ल तपाईँले पहिला फ्युल ल अब फ्युल बाल्नुहोस्। फ्युल हो यो। अब यसको चाहिँ अब बाल्नु पऱ्यो नि त, यता उमाल्नु पऱ्यो नि त। अब यो त यहाँ पाकिराख्ने हो नि त, यो त टेबलमा लगेर राख्ने हो, सेलाउँछ। अनि तपाईँको त्यस कारणले गर्दा लु बाला भाउ, तपाईँ बाला न, म उचालिदिन्छु। हो हो ल है। अब यो चाहिँ ठ्याक्क यहाँ स्टिम फिस है। आज तपाईँहरूले बनाएको स्टिम फिस है त। आज फाइनल तिमीले बनाएको हेर्ने हो क्या बाबु। फाइनल तिमीले हात कसरी चलाउँछ, तिमीले काम कसरी गर्छ, भोलि गएर तिमीले बनाएको ठाउँमा, तिमीले काम गरेको ठाउँमा खाना आउँदाखेरि कस्तो खाना खुवाउँछ थाहा हुनुपर्छ क्या। हो छ्याट लाएर अलिकति सिधा भएन, यति नै हो। ल ठिक छ। अब यस्तो छ, अब हामीले फिस त बनायौँ, हामीले यो के बनायो आज, स्टिम फिस, होल स्टिम फिस विथ लेमन सस प्लानिङ बनाऊ। थाइल्यान्डबाट आएको माछा हामीले बनाउँदैछौँ। यो चाहिँ व्हाइट स्न्यापर हो। व्हाइट स्न्यापर फिस आज हामी तयार पारिसक्यौँ। यो हाम्रो 6 महिना काम गरेर आज पास आउट भएको भाइहरूले बनाएको चाहिँ प्लानिङ बनाऊ होल स्टिम फिस चाहिँ आज हामी अब यसलाई टेस्ट गर्न लागिरहेका छौँ। अब हामी यसलाई चाहिँ अब हामी बिस्तारै अब हामी यसलाई टेस्ट गर्छौँ। तर हामीले टेस्ट गर्नुभन्दा पहिले यो माछा आफ्नै घरमा बनाएर खान सक्ने तरिकाले हामीले रेसिपी भनेका छौँ। र कति कस्टमरले चाहिँ हेरेर माछालाई, स्न्यापर फिसलाई चाहिँ आफ्नै घरमा बनाएर कसरी खाइन्छ भन्ने खालको उहाँले यो भिडियो सबै हेर्नुभयो भने पुरा उहाँहरूलाई पनि जानकारी हुन्छ कसरी बनाइने रहेछ। या अझ तपाईँहरूले उहाँहरू हामीबाट नै आएर चाहिँ सिकेर जान पनि सिकाउन पनि हामी तयार छौँ। त्यसले गर्दाखेरि अब हामी पहिलो कुरो त अब होल स्टिम फिस टेबलमा लग्यौँ। टेबलमा लगेपछि त के गर्ने भनेपछि त टेबलमा त लगियो, होल स्टिम फिस टेबलमा त लगियो। तर अब के गरियो त, अब लगेर फालिदिने बित्तिकै लगेर टेबलमा राख्ने बित्तिकै उहाँहरूलाई त कटिङ गरेर यसको बोन कसरी निकाल्ने भन्ने कुरो चाहिँ जानकारी हुनुपर्छ क्या। त्यसले गर्दा स्याट लाएर यसो गर्ने, यहाँ जाने, यहाँ टक्क काँटाले ट्याक्क चाहिँ यो टाउको नचल्ने गरी टक टक कटिङ गराउने, ट्याक्क कटिङ गरियो। यो छुट्यो होइन, छुट्यो। अब के गरियो, यताबाट फेरि घुमायो, यता बिस्तारै घुमायो। अब के गरियो, यहाँ गइयो, यहाँ मुनिबाट ट्याक्क चाहिँ तपाईँको चाहिँ सर्र लाएर यहाँ सपोर्ट गरेर फिस चाहिँ सर्ट लाएर यता गयौँ हामी है। अब के गर्ने भने यसरी काट्ने, यति सजिलो तरिकाले काँडा निकालिन्छ। यसले जान्नुपर्छ है, फेरि सजिलो हुन्छ भनेर नजानिकन चाहिँ सजिलो हुँदैन।
अब हामी के गर्छौँ यसलाई सर्लक्क फर्काउँछौँ हामी है। अब के गर्यौँ हामीले फिसलाई सर्लक्क यसरी फर्कायौँ है। अब यो कस्टमरले त यो जान्नुहुन्न यो त उहाँहरू खाना आउने मान्छेले नजाने त आफूले हामीले गरिदिनु पऱ्यो नि। हामी सबैलाई भन्नुले हामी बाहिरको हामीलाई भन्दा पनि बाहिर हाम्रो चाहिँ डाइनिङमा काम गर्ने सरहरूलाई चाहिँ सबैलाई थाहा हुनुपर्छ क्या। त्यसले गर्दाखेरि यो चाहिँ स्टिम फिस चाहिँ यसरी अब यो रेडी भयो। अब यसको बोनलाई चाहिँ टक्क निकाल्छौँ हामी। बोन चाहिँ यसरी सर्लक्क यसरी बोन निकालेपछि हेर्नुहोस् हामी बोन निकालिदिन्छौँ। अब यहाँ यसरी राख्छौँ। अब ल्याऊ सट्ट लाएर बोल ल्याउनु त बोल ल्याउनु हामी यसरी सर्भिस गर्छौँ। अनि स्टिम फिसलाई यस्तो हुन्छ यसरी हामी अब के भयो माछालाई हामी यसरी सर्भिस गर्छौँ। ठ्याक्क बोलमा हालिदिन्छौँ यसरी। यो चाहिँ व्हाइट स्न्यापर फिस हो, एकदम राम्रो माछा हो। ठ्याक्क यसरी यहाँ हाल्छौँ बोलमा। अनि सुप थोरै हालिदिन्छौँ। अनि ठ्याक्क लाएर अनि उहाँलाई चाहिँ टेबलमा लगेर हामीले यसरी टेबलमा चाहिँ हामीले यसरी सर्भिस गर्छौँ। यो गरेको यो चाहिँ किन देखाएको यो भने हाम्रो कस्टमरहरूले पनि आएर यसरी नै खाना चाहनुहुन्छ भने हामी खुवाउन सक्छौँ क्या। हामीले चाहिँ कस्टमरलाई हामीले देखाउन खोजेको हामीले यो चाहिँ हाम्रोमा आएर स्टिम फिस खान्छौँ तपाईँहरूकोमा व्हाइट स्न्यापर खाना आएको तपाईँहरूले हामीलाई एउटा स्टिम व्हाइट स्न्यापर फिस दिनुहोस् भन्दाखेरि हामीले चाहिँ बनाएर हामीले तयार पारेर लगेर हामीले चाहिँ यसरी सर्भिस गरिदिन्छौँ। ट्याक्क लाएर यसरी सर्भिस गरिदिन्छौँ। अनि त्यो भयो। अनि टक्क फेरि अर्को भनौँ न यो त तपाईँको 2 जनादेखि 3 जनासम्म पनि सेयर गर्न मिल्छ, 4 जनाले गर्न पनि मिल्छ यो चाहिँ हैन। यसरी स्याट्ट लाएर यसरी हालेपछि फेरि हामी यसरी नै सुप अनि बालिरहेको हुन्छ, आगो बलिरहेको हुन्छ, पाक्दै छ खाँदैछ बहुत इन्जोय गर्न मिल्छ यो चाहिँ। हेर्नुहोस् उम्लिरहेको छ हेर्नुहोस् त ट्याक्क लाएर आगो बलिरहेको छ यसरी ट्याक्क। अब हाम्रो यसरी हामीले सर्भिस गऱ्यौँ। हामी 2 जनालाई सर्भिस गरिसक्यौँ हामीले। हेर्नुहोस् अब हाम्रो यति 2 जनाको लागि हामीले तयार पारिसक्दा पनि 1-2 बोल भयो। अझै हामीसँग 2 बोल छ अझै। तर अब के हुन्छ हामीसँग अलिकति अब हामी सुप थप्छौँ। अब हामी अलिकति किनभने अघि हाम्रो आँटेन नि त त्यहाँ। अब फेरि अलिकति उम्लिरहेको छ सुप यसरी हालिदिएपछि सुप चाहिँ तपाईँको उम्लिरहेको हुन्छ क्या। फेरि यसरी सट्ट लाएर फेरि बिस्तारै पाकिराख्छ, सुप उम्लिँदै गर्छ। अनि उहाँहरूले सुप प्लस गर्दै थप्दै खानुहुन्छ क्या। त्यस कारण हामीले सर्भिस गर्ने काँडा निकाल्ने तरिका सर्भिस गर्ने तरिका पनि हामी यसरी सर्भिस गर्छौँ भने कस्टमरलाई पनि हामीले देखायौँ होइन। हामीले पहिले माछा कसरी बन्छ भन्ने कुरा पनि हामीले देखायौँ होइन। त्यस कारणले अब सर्भिस पनि देखाएपछि अब हामी खानालाई रेडी भयो। अब माछा अब यो फिस चाहिँ खानालाई रेडी भयो पर्फेक्ट व्हाइट स्न्यापर फिस। अब हाम्रो टेबलमा जान्छ भाइ। ल यो चाहिँ खास यो पटैसँग सर्भिस गर्ने हो। अब हामीले पटैसँग सर्भिस गर्दा पनि अब यसरी अहिले चाहिँ हामीले यो गर्दै हुँदा यसरी बोलमा लगेर यो हाम्रो चाहिँ बिहाइन्ड द बारमा टक्क लगेर तपाईँहरूले 2 बोल माछा चाहिँ त्यहाँ लगाएर दिने है। तपाईँहरूले बनाएको माछा को टेस्ट गर्ने? तपाईँ गर्ने कि म गर्ने? को गर्ने भन्नु न? तपाईँ गर्ने कि म गरौँ? टेस्ट गर्ने होइन। आज चाहिँ श्याम सरलाई टेस्ट गराउनु पऱ्यो। उहाँको पनि त 18 वर्षको अनुभव छ नि त। ठिक र बेठिक उहाँलाई सोध्छु अनि मात्रै म। कस्तो छ? ठिक छ। ल अब श्याम सरले टेस्ट गरेपछि अब मैले चाहिँ अब उहाँले ठिक छ भनेपछि यसको चाहिँ पहिले मैले जुसमा लागेको जुसमा चाहिँ स्विट एन्ड सावर छ कि छैन यो म चेक गर्छु है। यसमा अलिअलि स्विट पनि हुनुपर्छ। हामीले अलिक सखर हालेको छ है अलिकति। हेरौँ यसलाई चेक गरौँ है त। कस्तो कम्बिनेसन मिलेको छ है। ट्याक्कै मिलेको छ यार, दामी छ यार।
मजा छ यार यस्तो यस्तो माछा यार यो मैले भने नि हामीले बनाएको खाना जहाँसुकै पनि प्रतिस्पर्धा गर्न सक्छौँ क्या हामीसँग यो कन्फिडेन्स छ क्या जहिले पनि हामी जब बिहान किचनमा जसरी पस्छौँ नि हाम्रो क्लोजिङ त्यसरी नै हुन्छ क्या स्मार्ट क्लोजिङ स्मार्ट ओपनिङ त्यस कारणले हेर्नुहोस् अहिले आज 10 बजिसक्यो अब स्टिम फिस हामी टेस्ट गरिरहेछौँ है अब तपाईँहरू सबैले टेस्ट गर्ने यो चाहिँ आज यो फिस हामी सबैले खाने हो कम भनौँ न अब हामी यो फिस एउटा मात्रै बनाउँदा एकदम हाई कस्ट हुन्छ नि त त्यसै हामीलाई ट्रेनिङमा धेरै खर्च हुने कारण चाहिँ यो हो कि हाम्रो कस्ट बढी आउने चाहिँ होइन एउटा मात्रै बनाउँदा बहुत खर्च हुन्छ नभए यो 20वटा बनाउनु भने यो 2000मा बन्थ्यो होला पर प्लाटर होइन तर यो भन्दाखेरि यो 5000 6000 पर्छ एउटा मात्रै बनाउँदाखेरि यो फिस थाइल्यान्डमा बन्नुमा र यहाँ बन्नुमा कुनै फरक छैन कुनै रेसिपी कुनै पनि एउटा पनि कम्ती छैन त्यसैले गर्दाखेरि म बारम्बार थाइल्यान्ड जाने आउने खाने गर्दा र म थाई सेफै भएको कारणले गर्दाखेरि मैले 100% तपाईँहरूले बनाएको खानालाई म तपाईँलाई 100मा 99 नम्बर दिन सक्छु बुझ्नु भएन 1 नम्बर कम्ती छ किन तपाईँहरूको स्पिड थिएन क्या तपाईँहरूको जुन प्रेजेन्टेसन गराउने सुरुमा स्पिड थिएन त्यसले 1 नम्बर कम्ती भएको नभए फुडमा त 100% छ है सेम छ यार सेम यही खाना बनाएर हामी जहाँसुकै जान सक्छौँ कि थाइल्यान्डको होल स्नापर फिस बनाएर हामी यतिको माछा लिएर हामी जहाँ पनि जान सक्छौँ जहाँ पनि बेच्न सक्छौँ जहाँ पनि कन्फिडेन्सका साथ हामी कुरा गर्न सक्छौँ क्या है ल मलाई लाग्छ धेरै स्टुडेन्टहरूलाई मैले सिकाएँ तर पछिल्लो समयमा तपाईँहरू एकदम राम्रो राम्रो खाना निकाल्नेहरू आइराख्नु भएको छ क्या त्यसले गर्दाखेरि यो क्या आफ्नो लगाव हो क्या आफ्नो ध्यान हो त्यस कारणले हेर यो कहिले नबिर्सिनु कि मेहनत भनेको के हो र इमान्दार भनेको के हो अगाडि जाने नै त्यही हो हेर्नुहोस् मेहनत गऱ्यो र तपाईँहरू इमान्दारी हुनुभयो भने तपाईँहरू अगाडि जान सक्नुहुन्छ होइन तर तपाईँहरूले मेहनत गर्नु भएन भने त मेहनतको फल भन्छ यो उखानै छ तपाईँलाई थाहा छ है त्यसले गर्दाखेरि मेहनतको फल मिठो हुन्छ एकदम राम्रो सबैले टेस्ट गर्ने यदि हाम्रो कस्टमरहरू यो माछा यो बनाएको तपाईँहरू देखेर आउनुहुन्छ भने रोयल थाई हस्पिटालिटी भक्तपुरमा आउनु होला त्यहाँ सानो सानो तपाईँहरूको बर्थडे पार्टीदेखि लिएर विवाह व्रतबन्ध हरेक प्रकारको प्रोग्राम हुन्छ हाम्रोमा हामीसँग 3टा त सेमिनार हल छ 3टा ब्याङ्क्वेट छ ओपन प्लेस छ हामीसँग ठुलो 50 फिट डायमिटरको अम्ब्रेला छ त्यसमा चाहिँ इन्जोय गरेर बसेर चाहिँ खान सक्नुहुन्छ प्लिज तपाईँहरू चाहिँ यो फिस खानको लागि रोयल थाई हस्पिटालिटी भक्तपुरमा अब चाहिँ बोलाउँछु नि तपाईँहरूलाई किन म कन्फिडेन्ट छु त्यस कारणले अब चाहिँ प्लिज तपाईँहरू रोयल थाई हस्पिटालिटीमा चाहिँ थाई फुड खानको लागि यहाँ 150वटा भन्दा बढी थाईका स्पेसल खाना बन्छ यसमा पनि एक नम्बर एउटा चाहिँ होल स्नापर फिस हो थाइल्यान्डको तोमयाम पात थाई साते पपा सलाद सोमतम थाई जस्ता चिजहरू हरेक थाई फुडहरू यहाँ बन्छ र भक्तपुरको राधे सँगै रहेको रोयल थाई हस्पिटालिटीलाई चाहिँ तपाईँहरूले नबिर्सिनु होला यहाँ चिल्ड्रेन पार्क छ मिटिङ रुम छ तपाईँको ठुल्ठुलो एकैचोटिमा 3000 जना मान्छेलाई खाना खुवाउन सक्ने हाम्रो किचन छ प्रोग्राम गर्ने हामीसँग चाहिँ 3500 4000 मान्छेको चाहिँ ठुलो रोयल हल छ त्यसैले गर्दा प्लिज रोयल थाई हस्पिटालिटी भक्तपुरमा मास्टर सेफले बनाउँछ र तपाईँहरूलाई खुवाउँछ प्लिज हरेक शुक्रबार शनिबार त म यहाँ हुन्छु नै अरूमा प्रोग्राम गर्नु र यहाँ गर्नुमा फरक छ किनभने त्यहाँ मास्टर सेफ छ तपाईँहरू हेर्नु होला गुगलमा हेर्नु होला तपाईँको चाहिँ च्याट जीबीलाई सोध्नु होला गणेश ढकाल भनेको को हो त्यसकारण तपाईँहरूलाई विश्वस्त दिलाउँछु खाना तपाईँहरूलाई 100% क्वालिटी क्वान्टिटी र हाइजेनिक दिन्छु अनि ठाउँ त्यस्तै सुन्दरता ब्युटी प्लेस दिन्छु तपाईँहरूलाई प्लिज तपाईँहरू रोयल थाई हस्पिटालिटी भक्तपुरमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद।